Hello everyone. Welcome to Divina Didi ko channel. एभ्रीवान हामी चाहिँ आज के साग भन्छ सर यसलाई चाहिँ खासमा भन्यो भने चाहिँ कसैले सिम साग पनि भन्छ, तराईतिर खोले साग पनि भन्छ, अनि के साग पनि भन्छ यसलाई? सिम खडा हुन्छ हामीले चाहिँ खोले साग भन्छौँ टिप्न आएको र फुलिसकेर चाहिँ तै पनि अब खान मन लागिसक्यो भने फुलचुरा पनि खानु लौरे नि भएर लौरे साग टिप्दै हुन्छ दिदीले लौरे साग कस्तो अनेक बोल्छ दिदी यार यहाँ आफ्नो ठाउँ अनुसारको आफ्नो नाम छ। रोहर लागेपछि खानु मन लागेपछि के गर्नु यस्तै हो। आएर नि यसरी टिपेर खानु भने अलि आनन्द लाग्छ यार मनमा किनभने यहाँको वातावरण नै एकदम राम्रो खालको छ। तर खासमा त भ्लगर पनि त मलाई पो फिट हुने रहेछ हौ। तर मलाई बोल्नु आउँदैन र पो त लाज लाग्छ के गर्ने हामी साग टिप्नु भए केही होला जस्तो जिन्दगीमा परगत त हुन्छ जेतै हुन्छ मलाई थाहा ल हजुरहरूलाई पनि खानु मन लाग्यो भने कसैलाई खानु मन लाग्यो भने चाहिँ यहाँ आएर सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको लागि पनि हामीले यतातिर छोडिदिएको छौँ। लोकेसन चाहिँ त्यहाँ साइकल राखेर आउनु पर्ने हुन्छ। त्यहाँनिर म जुम गरेर देखाइदिन्छु। अलाउड छैन। के हुन्छ भने जिन्दगीमा प्रगति त्यसपछि यहाँ चाहिँ फोहोर छ नि त अनि पानी छैन अनि त्यो मैले चाहिँ चटपट खानलाई चम्चा अनि रोटी खानलाई चाहिँ हात धुनुलाई पानी मैले नि चम्चा लिएर थिएँ हो मैले ल्याएको थिएँ दुईटा हामी चाहिँ साग टिप्याम अब सनम भोटी मार्दै हिँडे हे हुन त पहिला पनि आएको हो कि तर पनि पहिला चाहिँ फुलेको थिएन अहिले चाहिँ कति धेरै फुलेको क्या हो जा म त कुलो जाम हेर्नलाई त्यहाँ राखौँ हामी चाहिँ आज यति मात्र होइन कि के पकाइ ल्यायो भन्दा पनि सनम मैले सेल यो मगरी त सेम मेरो पार्ट 2 रहेछ क्या तर मैले ल्याएको छु प्याज खुर्सानी चौचौ भन्ने कुरा भरे देख्नुहुन्छ। अहिले खाएर देखाउँछ है दक्षिणा वाउ के होला है दक्षिणा हामी चाहिँ खोले साग टिपी भएर अब हात धोयौँ फ्रेस हुँदा नि खोले साग टिपी हेर्ने गएको हो तर नपाएर चाहिँ फ्रेस भयौँ टिपे हाम एक झोला टिपे हाम तर फुलेको मिठो हुन्छ पातपट्टि छ मैले चाहिँ हाँगाको पार्टीमा दिलले त के टिपे के हो ए सेतै फुल टिपे के न सेतै फुल खायो भने राम्रो हुन्छ जो साग भनेको चाहिँ सागै हुन्छ त्यही फुल फुल्यो भने नि मिठो हुन्छ खान्छ तोरीको फुलबाट निस्केको ऊ पनि खान्छ त खानु त जहाँ गए पनि केही छोड्दैन जापानको आरु हो ताहाङको बास्ना त आरुकै हो है के मैले अस्ति भने होइन सोइता भाउजूहरूले चाहिँ आरुकै बाख्ना हो भन्थ्यो क्या आरुकै बास्ना हो हुन्छ तर पाकेपछि कस्तो हुन्छ थाहा छैन तर लास्टै चुकिलो छ अमिलो चिज खानु मलाई चाहिँ ठिक छ है नुन खुर्सानीसँग मिठो हुन्छ यो यस्तो क्या चटपटको मसलामा नुनहरू हालिदिएँ त मैले बिरुवाको चिल्लो पात भन्छ नि त्यस्तो हो कि यस्तै त हेर्नु हाँगाबिङ्गामा त्यही फल्यो टिपेर खारो रहेछ कि हाम्रो चाहिँ के हो भने यस्तो हुन्छ कि हाम्रो नेपालमा चाहिँ एउटा टुप्पा फल्छ अनि त्यसलाई बोटहरू लर्किँदै जान्छ नि त यसको त यो हाँगामै फल्यो फल्यो कि यो चाहिँ अमिलो ओ यति बेला आउनुपर्छ अरे ल हाम्रो चाहिँ सामान राख्न तयार भयो के ल्याए भनिदिनु म गरिदिँदै एकछिनै म जुत्ता खोल्छु र मजाले खोल्नु टेन्सन नलिकन यो कोक चाहिँ मैले ल्याए हो अनि त्यहाँ र यो ब्राउन पनि मैले ल्याए हो मुखले त सब मैले ल्याए भन्दा रहेछ यो के हो अमिलो जस्तो अमिलो यो पनि मैले ल्याए हो अमिलो जस्तो आफैले ल्याए त रोटी छ मैले बनाएको भर्खरै बनाएको कसले बनाएर ल्याएर बनाउने मान्छे यता है चुप लगाएर बसेर बिचरा चटपटी बनाउनुलाई यो काँक्राहरू छन् होइन यो पनि मैले बनाएको हो त्यसपछि यहाँ
के रे यो मैले सबै चप मसलाहरू बिर्सेँ के यो के होला लगाउनु त काट्न त काटेँ थिएँ तर बिर्सेँ क्या मैले के छ भने पन्जा पन्जा हो अस्ति अघि भर्खरै किनेर ल्याएको त्यो च्याटे कि त्यो कम्बिनी मान्छेलाई गाह्रो हुन्छ नि त जापानिज पसलमा पाउँदैन होइन सुपाहरूमा पाउँदैन यो चाहिँ नेपाली पसलबाट किनेर लिएको अघि भर्खरै मैले अलिक धेरै किनेछु क्या मान्छे थोरै अलिक धेरै किनेरै छु अहिले घर फर्काएर लैजानु पर्ला अनि हाम्रो साग तर दह्रो टिप्यो यार आज सुन्तला जुस अघि किनेको सबै मैले ल्याएको कि खासमा अनि कसको लागि ल्यायो नि यो अनि बहिनीहरूलाई गाह्रो हुन्छ भनेर बहिनीहरूलाई गाह्रो हुन्छ मेरो साग टिपिदिन्छन् अनि साग टिप्नु गाह्रो हुन्छ भनेर लिएको खै साग त जम्मा सबै मैले टिपेँ जिन्दगी यसरी चल्दा रहेछ है दुईजना चाहिँ गफ गरेर बस्यो भिडियो गरेर बस्यो होइन ल हामी सुरु गरौँ म त ल हाम्रो चाहिँ अब खाने तयारी मगर दिदी केही ल्याउँदैन तै पनि लगाएर खानु तिनवटा चढा हाने हुन्छ तर पिके के अरे मनोकामनामा चाहिँ सस्तो हो नि दिदी 7वटालाई 500 अब कोही सस्तो हो र 500 को 7वटा त पहिलेदेखि हो क्या अनि त्यहाँ मैले कति कति फेरि बढे नि हुनसक्छ नि त फेरि त्यो पसल निसुङ्गेवनको छेउमा हो गएको कहाँ थियो अरे म बिर्सेँ ऊ अस्ति भन्दा तपाईँ साइडमा है आउँदा सिधा त्यो हलाल यतापट्टि हलाल छैन त्यो बोल्दैन र पो हाम्रो चटपट रेडी ठाउँमा पर्दैन र पो भन्छु क्या दामी देखेको चटपट है उसले रङ्गिन बिरङ्गी आज कोइनमा सेलरोटी चटपट जुस लिएर खाना आएको बिदा हो नि त त्यही भएर यहाँ सनम चौलागाई यता दुर्बिता चिङपाङची हामी 3जना भएर चाहिँ आज फोले साग पनि टिप्यौँ अनि त्यसपछि चटपट पार्टी होलिडे मोज गर्ने जिन्दगी लास्ट कमेडी हो यहाँ ल हामीले चाहिँ खाएको भ्यायौँ अब गोमी बाँकी छ है यहाँ अब नोकरी मुनि चाहिँ प्लास्टिकमा हाल्यो मगरी चाहिँ नयाँ जुत्ता लगाएर आएको रे कहाँ किन दिदी भनिदिनु न यस्तो जुत्ताहरू कहाँ पाइन्छ भने नि प्रचार गर्नु पऱ्यो नि लास्ट थोत्रो जुत्ता रहेछ मात्र होइन नि यो लास्टै नयाँ कहाँबाट ल्याएको 1 हप्ता जति भयो यो जुत्ता चाहिँ 1 हप्ता भयो हेरौँ न 1 हप्ताको जुत्ता छ्या त्यो हे दागे दाग बस्यो 1 हप्ता त होइन यो जुत्ता किनेको कति भयो भने 2 वर्ष भयो 2 वर्ष जम्मा नेपाल आउँदा नेपालबाट जापान आउँदा बित्तिकै किन्यो ल बाई बाई होइन क्या हामी चाहिँ अब हाम्रो कार्यक्रम समाप्त भयो होइन कसरी समाप्त भयो भने न अब कसरी समाप्त भयो भने दुईटा बियर खायौँ होइन र यो चाहिँ वाइन थियो यो चाहिँ बियर हो यो चाहिँ खासै मिठो भएन कि बियर नमिठो रहेछ अनि वास्तवमा चोरा क्या दिला चाहिन्छ सेलरोटी खायौँ चटपटे खायौँ ल हामी चाहिँ अब बिदा हुन्छौँ ल बाई गरौँ एकछिन काण्ड मचायौँ हामी ठुलो काण्ड मचाउने पहिला पानीपुरीले मचाइछ अब हामीले चटपट ल्याएन अब चटपटे काण्ड हुन्छ त्यसपछि चाहिँ हामी अब जान लाग्यो ल बाई